आज हाम्रो चाहिँ यहाँ मेगी लामाहरूको चाहिँ प्रोग्राम एकदम भव्य रूपमा यहाँ प्रोग्राम भइरहेको छ। सबै हाम्रो मेगी परिवारको मात्रै छ यहाँ। अब सबै हाम्रो यहाँ मेगी परिवार मात्रै, यहाँहरू सबै हाम्रो मेगी परिवार मात्रै हुनुहुन्छ फेरि। हाम्रो मेगी लामा परिवार मात्रै है यहाँ फेरि। सबै हाम्रो यहाँ मेगी परिवार मात्रै हाम्रो यहाँ हुनुहुन्छ। सबै यहाँ हाम्रो काकाहरू हुनुहुन्छ। यहाँ काका सबै यता काका हो, यहाँ पनि काका, यता हाम्रो यता हजुरबा हुनुहुन्छ, यता हाम्रो दाइ, यहाँ हाम्रो काका हो। हाम्रो मेगी परिवारको एकदम रमाइलोहरू एकदम हुँदैछ। हाम्रो मेगी परिवारको सम्मेलनमा रमाइलो एकदम। यहाँ मेरो काका यता छ्याचलो सिक्किमबाट हुनुहुन्छ। यहाँ त अब भाइ दाजु हो कि भाइ हो, रमाइलो गरौँ एकदम। यहाँलाई भन्नु के छ? अब यहाँलाई भन्नु के छ? कस्तो लाग्दैछ? मेरोमा त शब्द छैन। यति साह्रो जुन महल तपाईँले जुनका मेगीहरूले गर्नुभयो है, हाम्रो पनि हामी सिक्किममा थिए तर हाम्रो पूर्वज कहाँ थियो भने हामी थाहा थिएन। उहाँको यो जुन चाहिँ एउटा संयोजक कमिटी थियो है, सिक्किम र नेपाललाई जोड्ने एउटा मजबुत पुलको काम गरेको है। अब आफ्नो पुर्खालाई हामीले छेउमा पाउँदा महसुस गर्नु पाउँदा म आज तीर्थयात्रा गरेको जस्तो मलाई महसुस हुन्छ। अन्त अर्को कुरा अर्को कुरा हेऱ्यो भनेदेखि त्यसै पनि त नेपाल पवित्र भूमि, बुद्धको जन्मभूमि, सीताको जन्मभूमि है। अन्त आफ्नो पनि एउटा भाइ टोपी मेरोमा छ है। आजको यस हिरो चाहिँ हाम्रो यहाँ विजय गुरुङ हुनुहुन्छ। विजय गुरुङ उहाँ चाहिँ हुनुहुन्छ सिक्किम हुनुहुन्छ। छोरी हुनुहुन्छ यहाँ निश्चमा गुरुङ।